नमस्ते। आज हामी भगवान बुद्धको एउटा महत्त्वपूर्ण शिक्षाको बारेमा चर्चा गर्नेछौँ। भगवान बुद्ध भन्नुहुन्छ, मलाई गाली गर्यो, मलाई पिट्यो, मलाई हराइदियो र मेरो लबिदियो इत्यादि भनेर जसले आफ्नो मनमा बार बार विचार गर्छ त्यसको मनमा कहिल्यै पनि वैरभाव शान्त हुने छैन। त्यसैले मनमा शान्ति पाउनका लागि वैरभाव त्याग्नु नै उत्तम मार्ग हो। भवतु सर्वमङ्गलम। नमस्ते। आज हामी भगवान बुद्धको एउटा महत्त्वपूर्ण शिक्षाको बारेमा चर्चा गर्नेछौँ। भगवान बुद्ध भन्नुहुन्छ, मलाई गाली गर्यो, मलाई पिट्यो, मलाई हराइदियो र मेरो लबिदियो इत्यादि भनेर जसले आफ्नो मनमा बार बार विचार गर्छ त्यसको मनमा कहिल्यै पनि वैरभाव शान्त हुने छैन। त्यसैले मनमा शान्ति पाउनका लागि वैरभाव त्याग्नु नै उत्तम मार्ग हो। भवतु सर्वमङ्गलम। नमस्ते। आज हामी भगवान बुद्धको एउटा महत्त्वपूर्ण शिक्षाको बारेमा चर्चा गर्नेछौँ। भगवान बुद्ध भन्नुहुन्छ, मलाई गाली गर्यो, मलाई पिट्यो, मलाई हराइदियो र मेरो लबिदियो इत्यादि भनेर जसले आफ्नो मनमा बार बार विचार गर्छ त्यसको मनमा कहिल्यै पनि वैरभाव शान्त हुने छैन। त्यसैले मनमा शान्ति पाउनका लागि वैरभाव त्याग्नु नै उत्तम मार्ग हो। भवतु सर्वमङ्गलम।